पोएमको टाइटल खासै छैन, तै पनि म वाचन गर्छु। यस्तो छोरी हुनुभन्दा त मरेको बानी हुन्थ्यो, कति सजिलो गरेर भन्न सक्छौ र आमा, साँच्चै मरे कुनै दिन सहन सक्छौ र आमा। म कोसिस गर्दै त छु, तपाईँहरूसँग मात्र मेरो तुलना किन बा, तपाईँले पनि दिन कहाँ सक्नुभएको छ र सबै कुरा दिन बा। फलानुको छोरी हेर्न भन्नुहुन्छ, कहिलेकाहीँ आफ्नो छोरीको मन त हेरिदिनु, म गर्व साथ मेरा बा भन्छु। कुनै दिन कति राम्रो छोरी मेरो तपाईँ भनिदिनु न बा, सम्पूर्ण गुण ममा हुनुपर्छ र सम्झाइनी बुझ्छु त, सबको अगाडि कोस्नुपर्छ र बुझ्छु म मेरो कारण रुन्छौ आमा तिमी, तर तिम्रो वचनले त म मरिसके, मर्छु सोचेर कति कोसिस गरिसके। खान दिएको छु त लाउन दिएको छु त नभन्नु न बा, मैले पनि त तपाईँको लागि थुप्रो त्याग गरेको छु, तर फरक छ नि तपाईँ सुनाउँदै हिँड्नुहुन्छ अनि म लुकाउँदै। आवश्यकता भन्दा ठुलो रहर छैन मेरो, घरको आर्थिक अवस्था बुझ्ने गर्छु त, मलाई नि नालायक भएर बाँच्न कहाँ मन छ र, यस्ता कुराहरू पनि मैले सम्झाइराख्नुपर्छ र, यो गरे हुन्छ कि त्यो गरे हुन्छ कि बुझ्दैछु म, छोरी कोसिस गर्दैछ सोचेर तपाईँहरू नि बुझिदिनु न, यो भिडमा अल्मलिन सक्छु मेरो साहस बनिदिनु न। तपाईँहरूको धर्किदो उमेर पनि थाहा छ मलाई, घरमा कति ऋण छ आवास भएको छ मलाई पनि, तर म घुमेको देख्नुहुन्छ, खुसेको देख्नुहुन्छ, 24 घन्टा फोन चलेको देख्नुहुन्छ, मन चलेको देख्नुहुन्न, सानै त छु म, झर्किन सक्छु, पकाइराख्नु न, बाटो बिराउन सक्छु, सम्झाइराख्नु न, सब थोक जित्न सक्छु, बस तपाईँ साथ दिइराख्नु न, पुग्छस् एक दिन ठाउँमा नाति भनिदिनु न, तपाईँहरूकै मुख हेरेर त बाँच्छु म, नझर्किदिनु न, तपाईँहरूको लाइकको छोरी बन्ने छु एक दिन, पर्खिदिनु न। सबको पेट भरियो तर भान्सामा आमालाई भात एक मुठी छैन, बा काम गरेर आएर आराम गर्छन् तर आमालाई शनिबारको दिन पनि छुट्टी छैन। आमा बोल्यो कि बालाई त छर्को भाछ अरे, एक चमाट लगाइदिए आमाको गालामा चर्को भाथ्यो अरे, नाना थरी आरोप लगाउँदै आमालाई कराइराख्छन्, आमा बिचारी छोराछोरीले सुन्छन् कि भनेर डराइराख्छन्। आमाका सुनिएका आँखाका कारण कसले खोज्यो, घरको काम, सासूको टाउकोमा तेल, बुढाको खुट्टा दबाउने मेरी आमालाई कसले सोध्यो, समाजको डरले माइती घर टेक्नु भएन, छोराछोरीको मायामा अन्धी भएकी मेरी आमाले आफ्नो खुसी देख्नु भएन, बाको अरू केटीसँगको चक्कर आमामा वज्रपात पर्यो, त्यस घरमा मेरी आमाको सपना स्वाभिमान नै मर्यो, तर छोराछोरीको मुख हेरेर आमा मर्न सकिनन्, डराउँछिन् बिचारी मेलापात बाहेक बाहिरको संसार देखेकी छैनन्, कमाएर खुवाउन सक्दिन अरे, धेरै पढी लेखेकी छैन अरे, त्यसैले मलाई धेरै पढाउनुपर्छ भन्छन् मेरी आमा, मलाई पढाउन जेसुकै नि गर्छु भन्छन् मेरी आमा। भगवानको जस्तो 6-7वटा हात छैनन् मेरी आमाको, तर सक्नुपर्ने काम त्यति छन्, भगवानलाई मागेका कुरा पाएको छैन, तर आमासँग मागेका सब पाए, विडम्बना मेरो रहर जति, आमाका शरीरमा नीलदाम त्यति छन्, तर बाचा गर्छु तिमीलाई सताउनेको सातो खाइदिन्छु, मन जलेर खरानी किन नहोस् त्यस्तो ठुलो घर बनाइदिन्छु, सबको कुरा सुन्छु, सबको सल्लाह लिनेछु, तिम्रो शरीरमा लागेका हरेक चोट बदला लिनेछु। घुम्न जानु कहिले पोखरा त कहिले फेवाताल, काठमाडौँ पशुपति जानेछौ, जीवनमा नपाएको खुसी बुढिसकालमा पाउनेछौ मेरी आमा। धन्यवाद।